बालनले भनेको मान्छे पठाउनु पर्ने। बालेन स्वतन्त्र मान्छे होइन, उसले होइन त्यसो भए त बालन आफैले नियुक्ति गरे भयो त। काठमाडौँ महानगरपालिकामा जुन खालको विवाद देखियो यहाँले पनि हेर्नुभयो होला। हजुर, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जसलाई भ्रष्टाचारी भनेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आजभन्दा 100 दिनभन्दा पहिला 3 महिना अगाडि जुन निलम्बन गरेका थिए, आज सरकारले उनीलाई पठायो काठमाडौँ महानगरपालिकामा। काठमाडौँ महानगरपालिकाभित्र पनि कर्मचारी एकापट्टि र नगर प्रहरी अर्कापट्टि। बालेनले नगर प्रहरी लगाएर उनलाई कार्यालय प्रवेश गर्न नदिने, कर्मचारी जनप्रतिनिधि मिलेर फेरि उनलाई ताला फुटाएर भित्र प्रवेश गराए। यो घटनालाई कसरी हेर्नु भएको छ? धन्यवाद। पहिलो नम्बरमा बालेन्द्र शाहले जुन कारण प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निलम्बन गर्नुभएको थियो त्यो कुरा पुष्टि भएको छैन र त्यस उप त्यहाँको चाहिँ एउटा छानबिन समिति बनाएको थियो। छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक भएको छैन। त्यसपछि त्यहाँको कर्मचारी लेभलबाटै एउटा के निर्णय गराएर चाहिँ अब यो सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ। अनि तपाईको चाहिँ सरोज गुरागाईँलाई के आरोप लगाएको छ भने मापदण्डभन्दा माथि उठेर चाहिँ काठमाडौँ भ्यू टावरको चाहिँ नक्सा पास गरेको भन्ने छ र त्यसमा बालेन शाहले 5 लाख रुपियाँ तिराएर अगाडि बढाउनु भनेर चाहिँ ठिक छ भनेर तोक लागेको अवस्था छ। बालेन शाहले त्यो तोक लाउनुभन्दा अगाडि उहाँले भित्र पढेर गर्नुभयो कि नपढी गर्नुभयो त? सामान्यतः के छ भने जरिवाना तिराउने अधिकार मेयरलाई हुन्छ, बुझ्नुहोस् है कुरा। र नक्सा पास सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार चाहिँ प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ। बालेन शाहले 5 लाख तिराइदिनु अगाडि बढाइदिनु भनेपछि उहाँले निर्णय गरिदिएको अवस्था छ। र मैले यो विषयमा छानबिन गर्नको लागि काठमाडौँ महानगरपालिकामा काठमाडौँ भ्यू टावरको विषयको अहिलेसम्मका सम्झौताका कपी सबै डकुमेन्टहरू मैले माग गरिसकेपछि अब काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर शाह र तिनको सचिवालय चाहिँ आत्तिएको छ। अब यो प्रमाण मलाई लाग्छ यो करोडौँको चाहिँ चलखेल भइरहेछ। यहाँ कसले बढी कमिसन खाने कसले कम खाने भन्ने प्रतिस्पर्धा भएको होला। त्यही भएर अब त्यो भत्काउनु पर्छ, प्रमाणै मेटाइदिने भनेर भत्काउने कुरा पनि गरिरहेको अवस्था छ। त्यही भएर काठमाडौँ महानगरपालिकाले जुन आरोप लायो त्यो पुष्टि गर्न सकेको छैन। अब जस्तो बालेनले म भन्दैछु पुष्टि गर्न सकेको छैन। पुष्टि गर्न नसकेको कारण तपाईको चाहिँ सरकारले सरोज गुरागाईँलाई चाहिँ काठमाडौँ महानगरपालिकाको कार्यकारी प्रमुखको रूपमा काम गर्नु भनेर पठायो। सरकारले दिएको आदेशलाई चाहिँ प्रमुख कार्यकारी अधिकृतले चाहिँ मानेको देखिन्छ। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने अब कहाँ कस्तो कसलाई खटाउने भन्ने कुरा तपाईँको त सरकारको कुरा हो होइन। बालेनलाई अधिकार छैन। बालेन मैले चाहेको मान्छे आओस् भन्ने बालेनको चाहना, प्रधानमन्त्रीको चाहिँ बालेनले भनेको मैले किन दिने भन्ने, अनि मेयर जस्तो मान्छे भएर प्रधानमन्त्रीसँग लड्या छ, भिडिया छ, स्ट्याटसको राजनीति गरेका छ। अहिले त देखियो त काठमाडौँ महानगरपालिकाका कर्मचारी त्यहाँका बालेन बाहेकका जनप्रतिनिधिहरू एकताबद्ध भएर आज तपाईँको चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई चाहिँ आज पदबाली गराएको अवस्था छ। त्यसैले गर्दाखेरि बहुमतको अगाडि कसैको केही लाग्दैन। यदि सरोज गुरागाईँले गल्ती गरेकै हुन् भने तिनलाई प्रहरीमा मुद्दा हालेर जेल हाल्न बालेनलाई कसले रोकेको छ? चेतावनी दिन्छु, चुनौती दिन्छु म। यदि उहाँले गल्ती गरेको हो भने तपाईँले 24 घण्टाभित्रमा सरोज गुरागाईँले जेल हाल्नुहोस्, मुद्दा दर्ता गर्नुहोस्। होइन भने तपाईँ आफैले चाहिँ के हेरेर सैछाप गर्नुभयो त? 5 लाख जरिमाना तिराएर तपाईँले चाहिँ साइन गराइदिनु भएको छ। अनि तपाईँको प्रमुख प्रशासकीय अधिकृतलाई कानुनले दिएका कुरालाई उहाँले प्रयोग गरेको अधिकार प्रयोग गरेको कुरा हो। भित्र खोलेर हेर्नु पर्थ्यो नि त कति तलालाई स्वीकृति दिने भनेको छ। त्यो हेर्ने बेलामा नयाँ कालो चस्मा लगाएको भरमा साइन गरिदिने। अनि अहिले आएर त तपाईँको चाहिँ उहाँलाई चाहिँ निलम्बन गरिएको थियो र केपी ओलीको चाहना आफ्नो फेभरको मान्छे जाओस् भन्ने छ, बालेनको चाहना आफ्नो फेभरको। तर घाटा त कसलाई भयो त भन्दा काठमाडौँ महानगरपालिकाका कर्मचारी
त्यहाँका शिक्षकहरू कर्मचारीहरूलाई तपाईँको चाहिँ तलब भत्ता खान पाएको थिएनन्। त्यसैले तपाईँको चाहिँ आज महानगरपालिकाको कर्मचारी, त्यहाँका तपाईँको चाहिँ जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृतलाई चाहिँ त्यहाँ पुनर्बहाली गरेका छन्। यो स्वाभाविक छ। बालन शाह गम्भीर छैनन्, उनी आज उता 5 खालतिर गएर लस्सी खाँदै थिए भन्ने कुरा छ।